गाइस वेलकम टु माई न्यू ब्लग होइन फेरि पनि म आइसक्यो होइन ब्लग छोटो बिटो सानो सानो ब्लग बनाउन फेरि आज चाहिँ म लुगा धुन जान आँटेको छु लुगा पनि अब यता एक जोलो जस्तो छ अनि लास्टै गर्मी हुँदैछ कि ओभरै अनि यता गर्मीमा अब के गरौँ मेरो अब यहाँ नाङ्गै हिँड भन्ने पनि हुँदैन अब नाङ्गै हिँड लास्टै कालो हुन्छ कि फेरि सो पसिना पनि आइसक्यो यतातिर हेरिदिनु होला न यस्तो आमामा गर्मी पनि यस्तो मान्छेहरू पनि यसो आउँदैछ हो फेरि यहाँ लुगा धुने ठाउँमा चाहिँ म एक्लै हुने होला जस्तो लागिरहेको छ मलाई पनि अब त्यहाँ उता चाहिँ हामी लुगा धुने ठाउँमा चाहिँ अब ठुलो छ क्या अब धारा चाहे रुममै धुन्थ्यो रुममा चाहिँ अब त्यहाँ पानी सानो आउँछ क्या अनि यहाँ चाहिँ अब खोला जस्तै हो क्या अब रमाइलो पनि हुन्छ त्यता अनि रमाइलो पनि हुन्छ त्यता अनि अब फेरि धुन पनि मजा आउने क्या पानी पनि ठुलो आउँछ चिसो आउँछ त्यहाँ चाहिँ अनि अब शीतल हुन्छ कि पिपलको बोट छ त्यो